गुरुङ अनि म चाहिँ भैलो खेल्न जानु लाग्यो अनि मैले चाहिँ भैलोको भ्लग गराएको छ बट योभन्दा अगाडि चाहिँ हामी 7 र 8 गते खेलेको हो 7 गतेको चाहिँ मैले के पनि लिनु पाइनँ किनकि कुकुर पूजा थियो मेरो पप्पीलाई मैले पूजा गरेर अनि छिटो फर्स्ट डे अनि छिटो तयार भएर जाँदा फेरि मैले के पनि गर्न पाएन अनि साँझको थोरै क्लिप मात्र लिएको छ अनि 8 गते पनि मैले बिहानै घरबाट पनि हतार भएर गयो अनि तर घरमा खिचेको चाहिँ त्यो चाहिँ क्लिप ल्याएको छ मतलब डे 1 को त के पनि छैन डे 2 बाट डे 1 गरिदिन्छु अनि आज अनि 9 गते चाहिँ म घर गएँ मैले खासमा मैले घर गाउँ गएको पनि खिच्नु मन थियो तर मैले खिच्नु पाएन म एकदम हतारमा थिएँ अनि मेरो मोबाइलको ब्याट्री पनि चार्ज पनि थिएन सो मैले 9 र 10 गते चाहिँ मैले गाउँमा मनाएँ अनि तिहार टिका लाएर अनि म आज बिहान 10:05 को फ्लाइटमा आएको ढिले भएर चाहिँ म 11:30 बजेतिर आइपुगेको थिएँ अनि म रेडी भएर अब जानु लाग्छु अनि त्यही हो आज पनि म सानो क्लिपहरू लिन्छु हेरिदिनु होला इन्जोय गर्नु होला सायद सबै डे 1 डे 2 त हुँदैन मेरोमा अनि थोरै क्लिपहरू छ सबै एकै ठाउँ हुन्छ सो हेरेर राम्ररी गरिदिनु होला बाइ Baby, you give me ice and fire.
Hello everyone. अब हामी चाहिँ यहाँदेखि अर्को ठाउँमा जाँदैछौँ। स्वयम्भू जाँदैछौँ। समाजघरमा जाँदैछौँ। यो हनी सिंगर हाम्रो डान्सर दाइहरु उता पनि आशिष गुरु अझैको नाम भन्दैन न आकाश अनि राजु किन उता हेर्दिनु भएको होला यसो नाम भन्दिनु न सबै यसो हेर्दै के जान्थ्यो होला र अनि यो चाहिँ मेरो क्युट बहिनी भन न नाम मेरो नाम दीपशिखा गुरु यो के के हो न के भयो त यो यहाँ यो मेरो नाम तपाईले सब्स्क्राइब गरिदिनु ल हेर्नु यो कालले मको बस मलाई आउनु जो अगाडि अनि वा चाहिँ मेरो भाउजू हुनुहुन्छ हिमा गुरुङ भिडियो म चाहिँ ड्राइभर हजुर उहाँ चाहिँ मेरो दाइ मैले नि बोक्ने ड्राइभर हजुर म राम्रो चलाउनु है मैले सफा मात्र चलाउँछु हैन एकदम राम्रो चलाउनुहुन्छ एकदम राम्रो चलाउनुहुन्छ एकदम राम्रो डान्स गर्नुहुन्छ एकदम राम्रो डान्स सिकाउनुहुन्छ सबै परफेक्ट हुनुहुन्छ दाइ म सौराको चौधरी हजुर चाहिँ बाइकमा जानु भएको छ अहिले एकछिनमा देखाउँछौँ हामी सबैजनालाई एकछिनमा हामी चाहिँ अहिले चाहिँ यति छौँ अरू चाहिँ बाइक स्कुटीमा जानु भएको छ हामी चाहिँ बाटोमा कतै देख्यो भने चाहिँ खिचिहाल्छ नै भने उहाँ गएर एकचोटि देखाउँछु ल ओके बाई हेलो हामी आइसकेका छौँ अब चाहिँ सामान झार्ने अनि यहाँदेखि चाहिँ धेरै होइन 2 मिनट माथि हेरेर साँच्चै हो क्या आधी घन्टा लाग्छ थाहै छैन थाहा नभएर त भने नि मैले थाहा नभएको मान्छे कराउने होइन क्या धेरै के हो यो यस्तो जापानिज ल्याङ्ग्वेज होइन यो हाम्रो डान्सर हो यो दाइ चाहिँ अमृत गुरुङ खतरा डान्सर प्लस यस्ता यस्तै यो कामहरू त फ्याटफुट हो कि गरिदिने उहाँलाई भन्नै पर्दैन नाम पिटेटे नाम के रे हालत त्यस्तो छ कस्तो ह्यान्डसम देखेको मान्छे यहाँ बोनस नसकेर यहाँ ए यता पनि रहेछ ल हामी चाहिँ आइसकेका छौँ
ओके अब हामी चाहिँ जानु लाग्यो बाई 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 कस्तो लाग्यो रमाइलो भयो एकदम रमाइलो बहिनीहरूसँग नाच्न पाउँदा है हजुर त्यो दिन फेरि पनि अर्को साल पनि त्यस्तै गर्नुपर्छ है हस् हुन्छ रमाइलो गर्नुपर्छ ल अर्को वर्ष हैन हामी अब बीच बीचमा चुड्काहरू राखिराख्ने नि किन अर्को वर्ष कुर्ने त्यत्रो हैन अनि त्यही त भेट भइराख्छ नि है ल हुन्छ अब चाहिँ गए है हामी त बाई 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 धन्यवाद बन्धुपुरे समाजलाई हामीलाई यति धेरै माया दिनुभएकोमा यसरी नै माया दिइरहनु होला अर्को वर्ष पनि यसरी नै रमाइलो गर्नुपर्छ धेरै धेरै धन्यवाद ल ओके अब हामी चाहिँ जानु यता चाहिँ हाम्रो सोमरो इज मोटो ब्लगर and also artist dancer content creator dancer singer is multi talented then blogger त भनिसक्यो फर्स्टमै जान्यो कि नै हामी रानीवनमा आउँदै छौं ए जान्यो रे कस्तो होला यो मान्छेले यस्तो गर्छ माया माया एकदम माया भइरहेको छ दिदी भाइको गाडा धेरै गाडा माया बसिरहेको छ यो पन्टु ओके अब चाहिँ हामी जानु लाग्यो अर्को ठाउँमा कुन ठाउँमा जानु लाग्यो हामी रानीवन जानु लाग्यो यहाँबाट रमाइलो गर्ने अब अहिले चाहिँ स्वयम्भूबाट जानु लाग्यो अब त्यही रमाइलो गरौँ ऊ पनि जाँदैछ ऊ पनि डान्स गर्छ सोल्टिनीहरूसँग माया गाँसिरे बन्दीपुरे सोल्टिनीहरूले समाज पनि हामी जाँदैछौँ आज एकदम रमाइलो गर्न जाँदैछौँ र म चाहिँ जाँदैछु किनभने अन्जु डान्स ल अहिले त्यही भेटौँ ल अहिले त्यही आउनुहुन्छ त्यही भेटौँ ल हाई हामी चाहिँ दाइको घर आइसक्यो हाम्रो दाइको घर यो हेलो दाइ नमस्ते सन्चै हुनुहुन्छ सन्चै छु नानु ए अनि तिहार कस्तो लाग्दैछ त ठिकै छ अहिलेसम्म रमाइलो भइरहेको थियो झन् तपाईँ राम्रो धेरै रमाइलो अझै रमाइलो गर्न बाँकी छ होइन त आज रमाइलो गर्न बाँकी छ आज त बेसी दोरी गाउनुपर्छ नाच्नु ए दोरी त अहिले डरो जान्छ दाइको दोरी गाउने दाइ भन्नुपर्दा दाइ चाहिँ कलाकार सिङ्गर है सिङ्गर दाइको पनि युट्युब च्यानल छ होइन शुक्र तामाङ युट्युब च्यानल सर्च गर्नु होला त्यसमा मेरो सबै गीतहरू छ अनि स्काई लाइटमा चाहिँ अस्ति भर्खर मैले सिल्भर गोल्ड पाएको छु 1 लाख च्यानलमा 1 लाख सब्सक्राइब पुगेको कारणले चाहिँ वाउ कङ्ग्रेचुलेसन दाइ धन्यवाद अनि सबैले माया गरिदिनु भएको छ यसरी नै माया गरिदिनु हुन्छ भन्ने आशा छ है ओके हुन्छ दाइ ल अब रमाइलो गर्नुपर्छ है उहाँ चाहिँ मेरो दाइ हो अब नमस्ते दाइ तिहार कस्तो फिल भइरहेछ आज हामीसँग भैलो खेल्न हिँड्दाखेरि दाइ चाहिँ बिहानैबाट हामीसँग हिँड्नु भयो एकदमै रमाइलो भइरहेछ मलाई एकदमै रमाइलो हातमा चाहिँ के हो त हजुर हातमा चाहिँ के हो त हातमा यो भएको पट्टि के गर्ने होइन अब त्यस्तै छ आफ्नो लभ लाइफ पनि राम्रो गराउनु पर्यो होइन हिँडेर मात्र भएन यसरी ए यो माया होइन के यो माया होइन र कोहिनूर ए हजुर द्रौपदी र कृष्ण र बिचरा होइन द्रौपदी र कृष्ण रे द्रौपदीले पुरै कपडा लगाइदिन्छ नि कृष्णले ल हाम्रो अरू ग्रुप पनि आइसक्नु भएको छ है उहाँहरू चाहिँ यहाँ अब तार्नुहुन्छ अनि यो चाहिँ हाम्रो दाइको घर हो एकदम राम्रो छ घर चाहिँ ओए बाबु रोए फेरि अहिले हाम्रो सुनेजीले खाजा मान्दैछ यहाँ म चाहिँ कार्यक्रम चाहिँ सञ्चालन गर्न लागिरहेको छ सबैजना चाहिँ अब एकछिन सञ्चालन गर्न लागिरहेको छ क्या सञ्चालन गर्न लागिरहेको छ अरे म त कोक खाने हो थ्याङ्क यू खाना चाहिँ हाम्रो यो रहेको छ अब यो खाना खाएर इनर्जी लिएर हामी चाहिँ मजाले नाच्छ हेलो आफ्नै धुनमा मस्त छ ऊ चाहिँ अब चाहिँ हामी चाहिँ खान्छ कति खानेर भएकोमा खायो एकदमै थोरै खानु पर्ला किनकि म चाहिँ भोलि
बिहानैको फ्लाइट छ नि त अनि म भोलि बिहानै जान्छु सो मैले घरमा गएर पकाउँदा पनि पकाउन्न केही नै गर्दैन भोक लाग्छ टन्न खाएर जाने हो भोलि बिहान उठेर ल ओके अहिले चाहिँ म खाना खान्छु अहिले एकछिनमा अनि थोरै थोरै डान्सहरू देखाउँछु अब धेरै त भ्याउँदैन थोरै थोरै ओके यो घरमा मिलियन जति छ डलर कि मिलियन जति छ गण गण दिप्सुल्टी कति छ गाली मेरो मायालाई गाली सनी तिमलाई दिने यो सदा सबै छ चिनको चिनाइमा यो माया के भनी बोलाउमा पहिलो दिनैमा हे हाम्रो माया छ सानो पवित्र हाम्रो माया छ सानो पवित्र हुन्छ सानो बसना दिलभित्र पवित्र हुन्छ सानो बसना चुलबुले बने तिम्रो त हाँस्दाखेरि डिम्पल बने जाने तिम्रो त
डान्स क्लिप हालिदिनुहुन्छ र पवन होइन उमेश भाइ म देखाइदिन्छु ल उहाँ नाच्नु